सबै साथीहरूलाई नमस्ते। आज पनि जिकेआईको क्लासकोमा तपाईँहरूलाई स्वागत छ। हामीले चाहिँ यसरी चाहिँ कसरी सोल्युसन गर्ने भन्ने कुरामा चाहिँ छ। हाम्रो चाहिँ विशेष गरी चाहिँ हामीले चाहिँ याद हुनुपर्ने कुराहरू चाहिँ के छ भन्दा प्राइम नम्बर हेर्नुपर्ने हुन्छ। हामीले प्राइम नम्बर 1 नम्बरमा हुन्छ हैन, अनि हामीले 2 नम्बरमा के हुन्छ भने स्क्वायर अर के हुन्छ हामीले क्युबहरू हेर्नुपर्ने हुन्छ हैन। जहिले पनि हामीले चाहिँ न्युमेरिकल गर्दाखेरि चाहिँ हिसाब गर्दाखेरि चाहिँ कसरी हामीले चाहिँ कुन फर्मबाट चाहिँ हाम्रो चाहिँ 29 छ, 29बाट चाहिँ 174 छ, त्यसपछि 179 छ, त्यसपछि हामीले चाहिँ निकाल्नुपर्ने छ। यहाँ चाहिँ यसमा बिचमा मिसिङ नम्बर छ हैन। यसले चाहिँ हामीले कसरी निकाल्नुपर्छ भन्दाखेरि यसको पछाडि पनि फेरि दिएको छ 719 छ, त्यसपछि 1438 छ भनेपछि हाम्रो अप्सनमा दिएको छ भने यतिमा हामीले चाहिँ एउटा नम्बर चाहिँ छुटेको नम्बर हामीले पत्ता लगाउनु पर्छ। अब हामीले चाहिँ अर्को धेरै तरिकाले पनि गर्न सक्छौँ। यसको हामीले चाहिँ यसको डिफरेन्स कति छ भनेर पनि त्यो निकाल्न सक्छौँ है। अब त्योभन्दा पहिलो कुरा चाहिँ हामीले यो एउटा फर्मले कुनै न कुनै फर्मले चाहिँ यो बनेको छ, केबाट बनेको छ भन्दाखेरि हामीले चाहिँ सुरुमा ट्राई गर्दाखेरि चाहिँ अब चाहिँ यो कतिले मल्टिप्लाई हामीले चाहिँ प्राइम नम्बर भनेको छ सुरुमा हैन। प्राइम नम्बर छैन भने चाहिँ हामीले स्क्वायर गरेर पनि गर्न सक्छौँ। अब हामीले चाहिँ कति यसले चाहिँ 6 हाम्रो कति हुन्छ त 174 हुन्छ हैन। अब जस्तै हेरेर 6ले त 29 ले हामीले 6 ले मल्टिप्लाई गर्दाखेरि कति हुन्छ हाम्रो 174 है। ठिक छ, 174 भनेपछि अब यो 174 ले चाहिँ हामीले यो बनाउनलाई चाहिँ कतिले के गर्नुपर्छ होला है। अब हेर त यसको के छ, यसको डिफरेन्स कति छ त, यसको डिफरेन्स छ यो 174 छ, यो 179 छ भनेपछि हामीले चाहिँ यो निकालेर यसले नै फेरि के गर्नुपर्ने हुन्छ हैन। 174 प्लस हामीले कतिले गर्दा यो 9 हुन्छ त, यो 5 ले गर्दाखेरि कति हुन्छ त 179 है हो। अब त्यस्तै गरेर हाम्रो चाहिँ यो नम्बरमा निकाल्नलाई चाहिँ हामीले के गर्नुपर्छ होला चाहिँ, यो नम्बरमा निकाल्नलाई के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले 174 लाई चाहिँ हामीले चाहिँ 5 ले प्लस गऱ्यौँ, यसले 6 ले मल्टिप्लाई गऱ्यौँ भनेपछि अब हामीले चाहिँ एउटा चाहिँ यति थाहा भयो कि हामीले एउटा फर्म चाहिँ मल्टिप्लाई भएको छ, गुणन भएको छ, अनि एउटा फर्म चाहिँ के भएको छ त जोडेर गरेको छ भन्ने कुरा थाहा भयो। अब हामीले चाहिँ यो निकाल्नलाई चाहिँ कति निकाल्नु पर्यो त हामीले, अब यहाँ फेरि मल्टिप्लाई गर्नु पर्यो। यहाँ प्लस आइसकेपछि 179 इन्टु अब हामीले कति छ 4 ले गर्नु पर्यो। ठिक छ, हामीले 4 ले यसलाई मल्टिप्लाई गर्दाखेरि के गर्नु पर्यो, 4 ले मल्टिप्लाई गर्नलाई के हो त हामीले चाहिँ यसले चाहिँ मल्टिप्लाई गर्नु पर्यो हैन। अब यो 179 ले हामीले चाहिँ के गर्नु पर्यो त 4 ले मल्टिप्लाई गर्दा कति हुन्छ त हाम्रो 716 हुन्छ भनेपछि है। हामीले चाहिँ यो कसरी भयो भन्दाखेरि 4 ले मल्टिप्लाई गर्यो, यता 5 ले गरेछ, यहाँ 6 ले गरेछ, हामीले चाहिँ यहाँ के गर्यौँ त 4 ले गर्यौँ। अब हामीले चाहिँ निकाल्नु पर्ने यसको ठाउँमा के हुने रहेछ त, अब यो हुने रहेछ भन्ने कुरा थाहा भयो। त्यस्तै गरेर यो र यसको हाम्रो फरक कति छ त, यहाँ 716 निक्लेछ भने त्यहाँ 770 छ। फेरि हामीले चाहिँ 716 होइन, यहाँ इन्टु भएको छ भने यहाँ प्लस गर्नु पऱ्यो। हामीले कति हो त 3 गर्नु पऱ्यो, 3 ले मल्टिप्लाई गर्दाखेरि कति भयो त 719 भयो। हामीले यो पनि निकाल्यो। अब त्यस्तै गरेर हामीले चाहिँ यसले चाहिँ कतिले के गरेर हाम्रो यो बनेको छ त भनेर चाहिँ हामीले निकाल्नु पऱ्यो कि नै। ठिक छ, यसले चाहिँ कसरी बनेको छ भन्दाखेरि 179 इन्टु हामीले 2 ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। हामीले 2 ले मल्टिप्लाई गर्दाखेरि के हुन्छ 9 दुना 18 को 8 हुन्छ, त्यसमा यो हुन्छ, अनि के हो भने चाहिँ 2 एकानी 2 अनि 3 हुन्छ, त्यसपछि 7 दुना 14 हाम्रो चाहिँ यसरी बनेको छ। ठिक छ, यसरी 14 बनेको छ भन्दाखेरि हामीले चाहिँ चाहिएको नम्बर के त, हामीलाई चाहिएको नम्बर यो थियो। यो चाहिँ कहाँ छ त हाम्रो 7 मा छ, सी मा छ। हामीले करेक्ट एन्सर त सी। ठिक छ, अब यसो हेरेर अर्को नम्बर ल्याउँछ 8 छ भने चाहिँ हामीले चाहिँ सुरुमा के गर्नु पर्छ, हाम्रो चाहिँ यहाँ अल्फाबेट दिएको छ हैन। अल्फाबेट दिइसकेपछि हामीलाई सबैभन्दा पहिला चाहिँ के थाहा हुनुपर्छ भन्दाखेरि हामीलाई चाहिँ
एदेखि जेडसम्मको हामीलाई चाहिँ नम्बर थाहा हुनुपर्छ है। मैले यतिसम्म मात्रै लेखेँ, हामीलाई चाहिँ जेसम्म जीसम्म मात्रै चाहिएको छ यसम्म मात्रै। अनि हामीलाई चाहिँ इभन थाहा हुनु पऱ्यो कि यो कति अङ्कमा पर्छ है। ठिक छ, यति थाहा भइसकेपछि पहिलो कुरा चाहिँ हाम्रो ई दिएको छ भने चाहिँ यीबाट चाहिँ 125 कसरी भएको छ भनेर चाहिँ यो चाहिँ पत्ता लगाउनलाई के गर्नु पर्छ, हाम्रो चाहिँ ई कति अङ्कमा छ त होइन, हाम्रो ई कतिमा छ त, ई हाम्रो 5मा छ। 5मा भइसकेपछि अब 5ले कसरी के गरेर चाहिँ 125 भएको छ त, स्क्वायर गरेर होइन, के गरेर चाहिँ के भएको छ त हाम्रो 125 भएको छ, हो कि नै। ठिक छ, त्यसै गरेर हामीले यो चाहिँ लजिक थाहा भयो। त्यसै गरेर हामीले चाहिँ जीको फर्म निकाल्नु पऱ्यो, जसले चाहिँ हामीले चाहिँ यहाँ चाहिँ खाली छ त्यो निकाल्दाखेरि के छ त, ई एफ जी एफ जी कतिमा छ त हाम्रो 7मा छ। जी 7मा भइसकेपछि के हुने भयो त हाम्रो 7को के हुने हो, 7को के भन्दा 7को 3पल्ट मल्टिप्लाई गर्दा कति हुन्छ 3 4 3 हुन्छ। अनि यसको हाम्रो चाहिँ अप्सनमा के हुने भयो 3 4 3, अप्सन इज द डी, राइट एन्सर हुने भयो होइन हो। त्यसै गरेर हाम्रो चाहिँ यो दिएको छ कि के 6 दिएको छ, 24 छ, 60 छ, 120 छ, हामीले चाहिँ निकाल्नु पर्ने चाहिँ वाट छ है। ठिक छ, यसमा चाहिँ के हुन्छ त हाम्रो अप्सनमा छ 18 छ, 180 छ, 150 छ, 135 छ, र कति छ त 210 छ है। 210 पछि के गर्नु पर्छ, हामीले चाहिँ सबैभन्दा पहिला के गर्नु पर्छ, यो 2 कसरी बनेछ भनेर चाहिँ पत्ता लगाउनु पर्छ। ठिक छ, यो 2 चाहिँ कसरी बनेछ भन्दाखेरि हामीले चाहिँ 3 गुणा 6 गरेर पनि हुन्छ, तर यो मिल्दैन। हामीले चाहिँ के गर्नुपर्छ, 2को किप गरौँ खै, 2को किप गर्दा कति हुन्छ त 8 हुन्छ। 8मा 2 माइनस यो फर्मले चाहिँ हामीले के गर्छ माइनस गरेर कति हुन्छ त हाम्रो 6 हुन्छ। ल यो ठिक छ, यो हाम्रो 6 चाहिँ बन्यो। अब हामीले यो 24 निकाल्नलाई के गर्नु पर्छ त, अब यहाँ 2को किप आएको छ भने चाहिँ हामीले फेरि अब 3को किप गर्नुपर्ने हुन्छ। 3को किप गर्दा के भन्छ 27 हुन्छ। अब हामीले चाहिँ यहाँ 2 माइनस गऱ्यौँ होइन, अब चाहिँ हामीले 3 माइनस गर्नु पर्छ। 3 माइनस गर्दा कति हुने भयो त 24 हुने हो। यो पनि ल हाम्रो यो पनि मिल्छ। अब त्यस्तै हामीले 60 निकाल्नलाई के गर्नु पर्छ, ठिक छ। अब हामीले 4को किप गर्नु पर्यो, 4को किप गर्दा कति हुन्छ त 64 हुन्छ। 64 भइसकेपछि यहाँ 2 माइनस भयो, यहाँ 3 माइनस भएपछि यहाँ अवस्थित 4 माइनस हुन्छ। 4 माइनस गर्दा कति हुन्छ त 60 हुन्छ। यो पनि यहाँसम्म नै हाम्रो क्लियर भइरहेछ। अब 120 निकाल्नलाई के गर्नु पर्छ त हामीलाई होइन, 120 निकाल्नलाई के गर्नु पर्यो र हामीले यसको के हुन्छ वाटमा हामीले खालीमा के हुन्छ त्यो निकाल्नु पर्यो। अब 120 निकाल्नलाई के हुन्छ, यहाँ 2को किप आयो, 3को किप आयो, 4को किप आयो, अब यहाँ अवस्थित 5को किप आउँछ। 5को किप के हुन्छ त 125 हुन्छ। 125मा सिरियलमा 2 माइनस 3 माइनस 4 माइनस गरे जस्तै अब यहाँ पनि 5 माइनस हुने हो। 5 माइनस भइसकेपछि के हुन्छ त अब 120। ठिक छ, यो पनि करेक्ट निक्ल्यो। अब हामीले चाहिँ त्यसै गरेर चाहिँ अब अर्को के निकाल्नु पर्छ, हामीले 6को किप निकाल्नु पर्यो। अब यहाँ सिरियल बाई 1 2को किप 3को किप 4को किप 5को किप अब 6को किप आयो होइन। हामीले चाहिँ वाट निकाल्दा के भन्दा 6को किप जहिले पनि के हुन्छ त 6को किप 6लाई 3पल्ट मल्टिप्लाई गर्दा के हुन्छ त 216 हुन्छ होइन। 216मा हामीले यहाँ 5 माइनस आउँछ, 4 माइनस आउँछ, यहाँ पनि 6 माइनस हुने होला। 6 माइनस भइसकेपछि के हुने भयो त 210 हुने भयो। 210 भइसकेपछि के भन्नु मैले हाम्रो अप्सन कतिमा राइट छ त, अप्सन यस्तै ठ्याक्क डी इज द के त राइट एन्सर। हामीले चाहिँ यसै गरी चाहिँ एनालोजीको हिसाबहरू पनि गर्न सकिन्छ।